आज त टाइम पास पनि छैन। आज गर्लफ्रेन्डलाई फोन गर्नु पर्यो। ल पैसा सक्यो क्या मेरोमा त। ल ल पैसा सकेछ नि हौ। छ्याडे पनि ब्यालेन्स सकेछ नि हौ। ल पैसा पनि सकेछ, ब्यालेन्स पनि। लम्बुडेलाई पो भन्नु के हो, लगाइदिन्छ। तर केटाहरूले लाउँछ के हो। त्यो केटाहरू साथीहरू आएको थियो, यो पनि लत्थालिङै बनाइदिएछ। के गर्दैछस् हौ लम्बुडे? यो मिलाउँदै बसेको यो केटाहरू अघि आएको थियो, लत्थालिङै बनाइदिएछ कि। तँलाई एउटा कुरा भनौँ भनेर आएको। के थियो भन्नु? छ्याट मेरो त यही ब्यालेन्स सकेर ब्यालेन्स हाल्दैन हौ। छैन हौ मेरोमा। छ्या हाल्दैन हौ। छैन मेरो त पैसा छैन। फोन गर्नु सकेर छैन नि मेरोमा त। पैसै दिन्छु हौ तँलाई। छ्या त्यस्तो नगर्नु हौ, हाल्दैन हौ। खाता हालिदिन्थेँ नि। हाल्दैन हौ। मैले भनिस् भन्नु त कि, तर पैसै दिएन के गर्नु त, पैसा हाल्नु भएन। पर्दा काम लाग्दैन हौ। छ्या हट गएको। छ्या रड्डी भयो नि हौ। ब्यालेन्स हाल्नु पर्ने। ब्यालेन्स पनि सकिरहेछ हो। गर्लफ्रेन्ड पनि रिसाउँछ होला हौ, फोन गरेन भनेर। के भयो है तँलाई? छ्या ब्यालेन्स सकिरहेछ हौ, हाल्दैन हौ मलाई ब्यालेन्स। छैन नि सही। ओइ गर्लफ्रेन्डलाई फोन गरेको छस् के? गर्दैछस् के? त्यही त गर्नु पर्यो नि, ब्यालेन्सै छैन। लोगिदेला नि, अर्कोले लोगिदेला तेरो। हेर न लोगिदेला नि। म जान्दिनँ म त, मेरोमा छैन पैसा। पापी हो त, पापी हो, पापी त नि। अर्काको दुःख नबुझ्ने क्या पापी। एउटै उपाय छ, आश लाग्दो। याकु छ। अब याकुलाई एकताल भनिहेर्छु, याकुले हालिदिन्छ। त्यसलाई पैसै दिन्छु। साथी नै हो त्यो पनि, भन्नु पर्यो एकताल के हुँदो रहेछ। फोन पनि आएको हुन्थ्यो नि हौ, हुँदैन पो। कति भयो, त्यसैले फोन गरेँ पनि हुन्थ्यो नि। के गर्नु फोन गरेँ गर्लफ्रेन्डले फोन गरेँ हुन्थ्यो नि हौ। गर्लफ्रेन्डले फोन गर्यो, गर्लफ्रेन्डले फोन गर्यो। खुसी भयो। अब पैसा हालिमाग्छु नि अब। पैसा मुरुले गर्दा नि त्यसले फोन पनि काट्यो। कहाँ से आते हैं? सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। अब के चाहिँ गर्नुपर्ने हो? याको ठिकै छस्? ठिकै छु त। त्यसलाई तँलाई कस्तो खोज्नु मन पर्न थियो नि मैले। तँलाई ठिक्कै भेट्यो। ब्यालेन्स हाल्दैन मलाई, ब्यालेन्स हाल्दै त। ब्यालेन्स हाल्दैन मलाई। लु त तिम्रो ब्यालेन्स छैन? सकेर नि हौ। कति मैले अरूलाई रिक्वेस्ट गरेँ कि भएन कि। लु हाल्दै त मलाई। कतिको गरिदिनु? 290। 90 को। ल हेर त। आयो आयो। ल थ्याङ्क यू आयो साथी। थ्याङ्क यू। मेरो बेस्ट फ्रेन्ड हो तिमी, मेरो साथी हो तिमी। खुसी छु। अब गर्लफ्रेन्डलाई फोन गर्छु। फोन त फेरि स्विच अफ छ त। ए फेरि स्विच अफ भएछ नि। फेरि स्विच अफ भएछ फोन। के गरेको त? रिचार्ज गरिस्? गरेको फेरि गर्लफ्रेन्डलाई फोन गरेको स्विच अफ भएछ। यता आइज त। बस त बस। के भन्न, के भन्नु बोलाएको तैँले? रिसाउँदैनस्? एउटा कुरा भनौँ। भन् त। होइन भन्दिनँ होस्, तैँले पत्याउँदैनस् त। भन है, तँ साथी हो भने चाहिँ यति मजाले भन है। लो त्यस्तो मनमा कुरा नराख। भनिहाल, छिटो भनिहाल, छिटो भनिहाल। तेरो गर्लफ्रेन्ड छ नि, माथिको अन्तरेले उडाइदिएछ।
रिचार्ज गर्दैनस् नि हो त्यस्तो तँलाई रिचार्जले गर्दा प्रब्लम भयो होइन अब चाहिँ गएको है